Hello guys, good morning everyone. What's up? के छ खबर? अब उठ्ने बित्तिकै हातमा फरुवा बोकेर बारीतिर लाग्नु पर्ने हो। मुख पनि नधोइकन गाइज। सो गाइज म चाहिँ आइसकेको छु फरुवा बोकेर मकैबारीमा। पानी लाग्दैछ मकैबारीमा। देख्न सक्नुहुन्छ त्यहाँ भित्र पानी अलिअलि। अब के गर्नु यस्तै हो किसान परियो गाइज। उठ्ने बित्तिकै मुख पनि धोएको छैन कसम भनेको मुख पनि धोएको छैन पानीको थोप्पा पनि छोएको छैन। पानी नछुइकन फरुवा छुनु परेको छ बोक्नु परेको छ। यो कसैको रहर होइन यो सब बाध्यता हो। जो कोहीलाई रहर हुँदैन नि बिहान बिहानै उठ्ने बित्तिकै काम गर्नु यो बाध्यता हो गाइज बाध्यता। के गर्नु बाध्यतामा परियो। अब यो पानी यहाँबाट पास नहोस् यही बारीमा जमिरहोस् भनेर चाहिँ यहाँ मैले थुन्नु पर्ने हुन्छ फरुवाले। बाध्यता छ गाइज। मकैबारीभित्र नै हराइँदो रहेछ मकै चाहिँ जोस फल्नु थालेको छ अलिअलि यत्रो छ। अब यहाँ पानी हाल्ने हो अनि चाहिँ बब्बाल फल्छ भन्ने आशा छ गाइजहरू। गाइज मैले टालिसकेको छु यहाँ। अब यहाँबाट पानी पास हुनु पाउँदैन भन्ने मेरो आशा छ। पूर्ण आशाको साथमा म फेरि लागेको छु फरुवा बोकेर। अब अरू त के भन्ने गाइज। अब के भन्नु सबैजना आरामै त होला नि होइन। भिडियो चाहिँ हेर्नु पऱ्यो लाइक पनि गर्नु पऱ्यो। लाइकमा आजकल देख्दिनँ भ्युज धेरै छ लाइक थोरै छ। म देख्दिनँ आजकल कमेन्ट पनि छँदै छैन। हान्नु पऱ्यो त ऱ्याङ वाइफाईको पैसा सकिँदैन त लाइक गर्दैमा कमेन्ट गर्दैमा के भएको आम्मामामामा। वाइफाईको पैसा सकिँदैन चिन्ता नगर्नु होला। लाइक कमेन्ट गर्दैमा वाइफाईको पैसा सकिँदैन। मोबाइलको ब्याट्री पनि त्यति साह्रो सकिँदैन क्या लाइक कमेन्ट गर्दैमा। आम्मामामा भिडियो चाहिँ लाइक कमेन्ट चाहिँ गर्दै नगर्ने गर्नु पऱ्यो। सब्सक्राइब पनि गरेको छैन होला कतिजनाले त सब्सक्राइब पनि नगरिकन हेरिरहेको होला। कतिले त हेरेकै छैन होला। सो गाइज अहिले चाहिँ हामी आइपुगेको छौँ है हात्तीले गएको यो शिवरात्रि मेलामा। सबैजनालाई म ह्याप्पी शिवरात्रि भन्न चाहन्छु। ह्याप्पी शिवरात्रि भन्न यहाँ चाहिँ हाम्रो गाउँको लोकल उयो के भन्छ पेय पदार्थहरू पाउने चिज हो। के छ दाजु मेला आएर कस्तो अनुभव भइरहेछ? म एकदम मन शान्त भएको छ रमाइलो भएको छ। हजुर अगाडि बढौँ है। हुन्छ अगाडि बढौँ है। बढ्नुहोस् तपाईँ। हाम्रो ड्राइभिङमा हुनुहुन्छ मिस्टर प्रभात बराल र म क्यामेराम्यानमा भुवन ओझा। हामी चाहिँ अब खोला पार गरिँदैछ गाइजहरू। चुलाचुली कति हो खोला पार? चुलाचुली 2 नम्बरबाट चुलाचुली 1 नम्बरमा प्रवेश गऱ्यौँ हामीले। हामीलाई चुलाचुली 1 नम्बरमा स्वागत छ। गाइज अहिले चाहिँ हामी मेलातिर प्रवेशद्वार गरिसकेको छौँ। यो महाशिवरात्रिको मेला भन्छ गाइज। के हो यो 50 रुपियाँ यार आम्मामामा। आशिका तामाङ हो यार आशिका दिदी तपाईँ यो मान्छे पार्किङमा मान्छे तपाईँ हो? यो के हो यो वाट दिस के हो यो दिस यो बिल हो वाट इज दिस यो बिल हो रुपीज पार्किङ गरेर पैसा दिनुपर्छ। कसरी पैसा दिनु म त 2 घण्टाको रहनमति 2 घण्टाको फ्री हुन्छ 2 घण्टाको जाइ पनि फ्री हुन्छ। खोइ यो फ्री कसरी यहाँको मान्छेको 24 घण्टाको 20 रुपैयाँ हुन्छ। रातभरिको हो यो। अगछिको यहाँ बोलाउनु त्यसलाई ल आशिका दिदीले हामीलाई उहाँ दाजुलाई फर्काउनु भएको छ। पैसा लिएन ल गाइज अब चाहिँ हामी यो के भएको छैन रोटेको पिङ खेल्न आँटेको छौँ। खेल्यौँ है पैसा छैन लिएर निकाल्नु पैसा ल। सो गाइज अब चाहिँ हामी रोटे पिङतिर लाग्दैछौँ। गाइज हामी कहाँ छौँ भने नि होइन टुप्पोमा छौँ। आन्टीहरू हुनुहुन्छ। यो हाम्रो महाशिवरात्रिको मेलाको टुप्पोमा छौँ हामी। गाइज अब चाहिँ रोटे पिङ स्टार्ट भएको छ। सर चिल बाह्र यस्तो केटाकेटी यो बच्चा डर्ने हो क्या यस्तोमा बच्चा बच्चीहरू मजा आयो गाइज। भिडियोको लागि उडो ड्यु टु फ्रिक्सन यो चाहिँ के हुन्छ भने वेन एभर बडी फल्स फ्रम हायर मोसन यो चाहिँ भनेको फ्री फल हो। यो चाहिँ कुनै स्टेटबाट बडी झर्दाखेरि बडीको झऱ्यो ड्यु टु साइन्स स्टुडेन्ट मलाई डराउँदिनँ किनकि यो कसरी हुन्छ मलाई थाहा छ त्यही भएर म डराउँदिनँ। गाइज यहाँबाट चाहिँ सबै भ्यू देखिन्छ है।
यहाँबाट चाहिँ तपाईँलाई चाहिँ कस्तो भयो त फिल मलाई कस्तो भयो भने नि होइन कस्तो हुनु सुइँ घुम म पनि घुमेँ त्यसमै म झुमिरहेको छु पैसा गयो 300 रुपियाँ म पैसा उडाउँदै म गाडी गुडाउँदै म धुलो उडाउँदै यस्तै छ पारा हामी जेरी खाँदै जेरीको स्वाद लिँदै गुलियो जेरी हो तिमी त मेरी हो खाएको ल खान्छौ ल गाइड खाए ल डमरू बज्यो मेरो भोले बाबाको हाम्रो कान्छाको कुल्फी व्यापार कमल पनि फेरि डाउन कमलको खतरा कुल्फी व्यापार होइन नचिने कोही छैन होला होइन यो आदि नेपाल छैन तर आदि अब चिन्ने छ गाई चाहिँ अब चाहिँ हामी मेला घुम्यो होर्यो अब घरतिर लाग्यो ल बाई बाई मेला ल घरतिर लाग्यो चल गाडी निकाल सो गाई चाहिँ अहिले चाहिँ हामी घरमा प्रस्थान गरिसकेको छौँ घरभित्र प्रवेश गरिसकेको छौँ हामीले सो गाई चाहिँ अहिले चाहिँ हामी मेला सकेर फिल्म हेर्नु नाइट सो होइन गाई चाहिँ अहिले चाहिँ हामी वेटिङमा हो लास्ट चढाउनमा हो हाम्रो चाहिँ अब यहाँ फोटो खिच्ने अरे अहिले चाहिँ हामी पानी र मकैको फुल किन्दै हामी पानी किन्दै डिम्याक्सको ओइ मकैको फुल बोक यो चाहिँ भुवनको मैले चोर राखेँ हामीले प्रदर्शनमा भाग्य निभाउने सरलाई भेटेको छु हामी चाहिँ फिल्ममा छौँ है लास्ट तपाईँहरू नै आउनुहोस् हेर्न लगायत फाइनली सकिएको छ फिल्म हेऱ्यो हामी चाहिँ घर लागिँदै फाइनली गाइज घर आइपुग्यो अब आजको भ्लग यस्तै भयो आजको लागि यति नै फेरि हामी भेट्नेछौँ अर्को भ्लगमा त्यतिन्जेलको लागि बाई बाई गुड नाइट सी यू टुमरो माया छ गाइज माया लाइक कमेन्ट सब्सक्राइब सेयर सबै गरिदिनु पर्यो अब गुड नाइट भएको सबैजनाको बाई बाई